सभामुख महोदय, कर्णाली प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यज्यूहरू, आज खुसी लागेको छ यहाँहरूले मलाई यस कर्णाली प्रदेश सभामा आफ्नो मन्तव्य राख्नका लागि आमन्त्रण गर्नुभएको छ र मैले यहाँ यसरी विचार राख्ने अवसर पाएको छु। म सभामुख महोदयलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यसमा सहमतिका लागि सबै मान्यज्यूहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। यति बेला म हामीले सङ्घर्ष गरेर बलिदान दिएर लामो समयका धेरैका बलिदान सङ्घर्ष र कष्टहरूबाट प्राप्त गरेको उपलब्धिहरू स्वरूप गठन भएको प्रादेशिक संघीय संरचना सहित भएर यो प्रदेश सभा गठन भएको छ। यो आफै हाम्रो सङ्घर्षको उपलब्धि हो। यति बेला म यस सभालाई सम्बोधन गर्न प्रारम्भ गर्दा तमाम ज्ञात अज्ञात शहीदहरूप्रति, जुन शहीदहरू हामीले थाहा पाएदेखिको इतिहास ज्ञात शहीदहरूको भन्ने हो भने 1906 सालमा राणाहरूले इस्तिहार जारी गरेर बलदेव शाह बाँकावीरलाई जहाँ भेटिन्छ उसको हत्या गरेर टाउको काटेर हाम्रा हजुरमा जाहेर गर्नु भनेपछि 1906 मा उहाँको टाउको काटेर राणाका दरबारमा बुझाइएको थियो। त्यसको 27 वर्षपछि लखन थापालाई 1933 मा राणाहरूले हत्या गरेका थिए। त्यसपछि त्यस्ता कति हत्याका श्रृङ्खलाहरू चढे, धेरै ज्ञान पनि छैनन्। मलाई हिजो मात्रै एकजना साथीले आफ्नो 9 पुस्ता अगाडिका जिजुबाजे खलङ्गामा कसरी लड्नु भएको थियो, कस्ता पत्रहरू उहाँले घरमा पठाउनु भएको थियो, ती पत्रहरूको आधारमा उहाँले एउटा पुस्तक लेख्नु भएको छ र उहाँ त्यहाँ ब्रिटिस सेनाबाट मारिनु भएको थियो। पछि घाइते हुनुहुन्थ्यो र पछि मर्नुभयो। यस्ता थुप्रै शहीदहरू छन्। 97 सालका शहीद, त्यसपछि अनेक शहीदहरू छन्। 29 सालमा झापा जेलबाट निकालेर इलाम जेल सरुवा गर्ने भनेर 5 जनाको हत्या भएको थियो। सुखानीको जङ्गल अलिक पर छ, त्यहाँ लगेर रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइकेल, नारायण श्रेष्ठ लगायत। त्यसपछि 31 सालमा हामीले देखि नखु जेलबाट सेन्ट्रल जेलमा सार्ने भनेर होनहार युवाहरू, त्यस्तै युवाहरू 4 जनालाई नखुको उकालो भन्ने ठाउँ छ, चक्रपथको भैँसेपाटीतिर जाने बाटो जुन छ त्यसभन्दा ठिक्क देब्रेपट्टि ओर्लिने एउटा उकालो गोरेटो बाटो थियो। त्यसमा हत्या गरेर गोली हानेर हत्या गरेका थियो। 21 सालमा दुर्गानन्द झालाई फाँसी नै दिएको थियो। अरूलाई कतिलाई हत्या गरेको थियो। 97 सालमा कतिलाई हत्या गरेको थियो। थुप्रै ज्ञात अज्ञात शहीदहरू हुनुहुन्छ। 35 साल माघ 25 गते राति निकालेर जेलबाट निकालेर 26 गते मृत्युदण्ड नै सुनाएर
क्याप्टन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ उहाँहरूको हेटौँडाको जङ्गलमा लगेर कमलाको जङ्गलमा लगेर विभिन्न ठाउँमा लगेर हत्या गरिएको थियो। सिलसिला लामो छ, धेरै भङ्गभङ्ग भएका छन्, धेरैले वैतव्य बिहोर्नु परेको छ, धेरैले टुरोपन बिहोर्नु परेको छ। यसरी नेपालीहरूले ठुलो बलिदान, ठुलो सङ्घर्ष र कष्टबाट आजको अवस्था ल्याइ पुर्याएका छन्। म तमाम शहीदहरूप्रति, ज्ञात अज्ञात सबैप्रति श्रद्धासुमन अर्पण गर्दै हामीलाई मार्गदर्शन गरेर यहाँसम्म ल्याइ पुर्याउने हाम्रा अग्रजहरूप्रति अत्यन्तै आदरभावका साथ नमन गर्दै आफ्नो भनाइ सुरु गर्न चाहन्छु। जसले आन्दोलनमा साथ सहयोग दिनुभयो उहाँहरूलाई पनि सम्मान गर्न चाहन्छु। थुप्रै अझै पनि घाइते छन्, अपाङ्गता भएका व्यक्तिहरू छन्। त्यसका निम्ति हामी टिआरसी अथवा सत्य निरूपण तथा मेलमिलाप आयोग अब निकट भविष्यमा गठन गर्दैछौँ। केही कारणले विगतमा गठन गर्ने प्रयास गरेर पनि हामी सफल भएका थिएनौँ। अब तुरुन्तै हामी त्यो गठन गर्दैछौँ। बेपत्ता सम्बन्धी छानबिन आयोग पनि गठन गर्दैछौँ र घाइतेहरूका घाउमा मलमपट्टी लगाउने, शहीदका परिवारहरूका पीडामा मलमपट्टी लगाउने ती कामहरू पनि हामी गर्न लागिरहेका छौँ। त्यसर्थ हामी यत्तिकै चुप लागेर बसेका छैनौँ, यत्तिकै हामीलाई यी अवसरहरू प्राप्त भएका होइनन्। आज हामी यस प्रदेश सभामा छौँ, यसको पछाडि एउटा सङ्घर्षको कहानी छ, इतिहास छ, बलिदानको इतिहास छ, जनभावनाको अभिव्यक्ति छ यसभित्र। त्यसकारण हामी प्रदेश सभामा छौँ र मैले प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई सम्बोधन गर्न पाएको छु। अब आज हाम्रो काँधमा यस देशको मुहार साँच्चै फेर्नुपर्ने अभिभारा छ। हामी यत्तिकै यहाँ जनप्रतिनिधि भइहालौँ, मन्त्री भइहालौँ, प्रधानमन्त्री भइहालौँ, मुख्यमन्त्री भइहालौँ, सभामुख भइहालौँ अथवा अरू केही भइहालौँ, सभासद भइहालौँ भनेर त्यत्तिका निम्ति त्यही गन्तव्य राखेर होइन। हामी यी ठाउँहरूमा जहाँ जहाँ छौँ ती ठाउँहरूमा हामीले जिम्मेवारी लिएको आफ्ना आफ्ना ठाउँबाट गर्नुपर्ने काम कर्तव्य स्वच्छता, निष्पक्षताका साथ, पवित्रताका साथ, भ्रष्टाचार नगरिकन, भ्रष्टाचार गर्न नदिएर, भ्रष्टाचारलाई नियन्त्रण गरेर यसरी हामी अगाडि जान्छौँ भन्ने सङ्कल्पका साथ आफ्नो जिम्मेवारीमा आएका छौँ र हामी गर्छौँ नै। हामीले पहिलो चरणमा पूर्वाधारको विकास नभइकन वास्तवमा विकास हुन सक्दैन। पूर्वाधार भनेको विकासको पूर्वाधार हो। पूर्वाधार आफै विकास होइन, पूर्वाधारले विकासका निम्ति आधारको काम गर्छ, पूर्वाधारको काम गर्छ। त्यसकारण हामीले त्यसलाई पूर्वाधार भन्छौँ। कनेक्टिभिटी, बाटो, हवाई यातायात या सडक यातायात, बाटा, पुल आदि कुराहरू अथवा अरू प्रकारका कनेक्टिभिटीका कुराहरू, यातायातका कुराहरू, यी सबै कुरा पहिलो त्यता हामीले जोड गऱ्यौँ। अर्को पूर्वाधारका लागि विद्युत नभइकन हुँदैन, विद्युत विकासमा हामीले जोड गऱ्यौँ। अर्को सञ्चार सुविधा नभइकन आजको समयमा यदि सञ्चार प्रविधिको हामीले राम्ररी प्रयोग गर्न सकेनौँ भने फेरि विकास गर्न सक्दैनौँ। त्यसकारण त्यस पक्षमा हामीले ध्यान दियौँ। खास गरी पूर्वाधारका अन्य पक्षहरूमा जस्तो हामीले थुप्रै ठाउँहरूमा सिँचाइका प्रबन्धहरू गऱ्यौँ, किनभने सिँचाइ विकासको, खेतीको पूर्वाधार हो। यदि खेती राम्ररी हामीले खेती गर्नु छ भने, उत्पादकत्व बढाउनु छ भने सिँचाइको राम्रो प्रबन्ध हुनुपर्छ। त्यसकारण पूर्वाधारमा जोड दियौँ, सिँचाइका कुराहरूमा जोड दियौँ। अहिले अनगोइङ प्रोजेक्टहरू चलिरहेका छन्, भेरी बबाई होस् अथवा सुनकोशी मरिन होस् अथवा अरू थुप्रै आयोजनाहरू हुन्।
ठुला ठुला आयोजनाहरू हामी अगाडि बढाइरहेका छौँ। सुनकोशी मरिन डाइभर्सन अघिल्लो मेरै सरकारको समयमा मैले सुरु गरेको थिएँ, तर कतिपय कारणले, कहिले कोभिडका कारणले, कहिले केका कारणले त्यो राम्ररी जान सकेको छैन। त्यसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन हामी खोजिरहेका छौँ। भेरी बबई डाइभर्सन त्यति राम्ररी अगाडि जान सकिरहेका छैन, त्यसलाई हामी अगाडि बढाउन खोजिरहेका छौँ। यी पूर्वाधारका कुरा भए। विद्युत वितरण अहिले 98% घर गाउँमा विद्युत पुगेको छ। 92% मा खाने पानी पुगेको छ। 87% भन्दा बढी जनता साक्षरताको हैसियतमा पुगेका छन्। बहुदलीय व्यवस्था आउन सम्ममा 50% पनि थिएन साक्षरता। त्यस ठाउँबाट अहिले 87% भन्दा माथि साक्षरता गएको छ। कतिवटा जिल्लाले आफूलाई साक्षर जिल्ला भनेका छन्, कतिपय प्रदेशले आफूलाई साक्षर प्रदेश भनेका छन्। म आग्रह गर्न चाहन्छु, हामीले एकअर्कामा हाम्रा विकासका समस्याहरू के छन् ती सेयर गर्ने, तिनको समाधान कसरी गर्ने ती सेयर गर्ने, र प्रदेशका बीचमा पनि आफ्ना अनुभवहरू सेयर गर्ने, र सङ्घीय सरकारसँग पनि सेयर गर्ने। स्थानीय सरकारहरूलाई, स्थानीय पालिकाहरूलाई सङ्घीय सरकारले, प्रदेश सरकारले कसरी विकासलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने, योजना कसरी तर्जुमा गर्ने, त्यसका निम्ति स्रोत कसरी जुटाउने, स्रोत अनुसारको विकासका निम्ति व्ययको अनुमान, स्रोतको वास्तविक स्रोतको अनुमान र व्ययको पनि त्यसै गरी वास्तविक अनुमानका साथ योजनाबद्ध ढङ्गले कामलाई कसरी अगाडि बढाउने, टार्गेट तोकेर कामलाई कसरी अगाडि बढाउने, यी चिजहरू गर्न परेको छ। आज हामी ती चिजहरू गर्दैछौँ र मेरो सुझाव छ साथीहरूलाई, मैले जानकारी पनि पाएको छु तपाईँहरू त्यसै गर्ने प्रयासमा लागिरहनु भएको छ, त्यसै गरिरहनु भएको छ। र कर्णाली प्रदेश आफ्नो हिसाबले विकासको अत्यन्तै सुन्दर सम्भावना भएको प्रदेश हो, जहाँ ऊर्जाका स्रोत छन्, जहाँ कृषिको सम्भावना छ, पशुपालनको सम्भावना छ, फलफुल खेतीको सम्भावना छ, औषधि जडीबुटीको सम्भावना छ, थुप्रै कुराहरूको सम्भावना छ। यहाँ ऊर्जा उत्पादन हुन सक्दछ। कतिपय ठाउँमा पानी खेर गइरहेको छ तर भएको छैन। हामी कति नसकेर हो, कति जानिकन हो, तर हाम्रो पानी बगिरहेको छ। जसले बनाउँछु भनेर लिन्छ उसले बनाइराखेको छैन। हाम्रा आयोजनाहरू त्यत्तिकै अलपत्र पनि छन्। त्यस स्थितिमा ती आयोजनाहरूलाई हामी शीघ्र सञ्चालन गर्छौँ, जसरी भए पनि। यो प्रदेश ऐतिहासिक प्रदेश हो। अघि मैले भर्खर मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि भने, यो अत्यन्त लामो इतिहास भएको र यहाँका बासिन्दाका पुर्खाहरूको इतिहास दुईटा भर्सन छ। एउटा उत्पत्ति नै यहीँ भएको भन्ने, अर्को भर्सन छ पश्चिमतर्फबाट आएको भन्ने। र पश्चिमतर्फबाट हुँदै आएको, तर कहिले हुँदै आएको भन्दा 5-6 हजार वर्ष अगाडि यो क्यास्पियन सीबाट क्यास्पियन सी हो। खसहरूको बाट क्यास्पियन सी, खकेसिया, त्यो ककेसिया, कजाकिस्तान, काश्मीर भनेको काश्मीर, यस्तो हुँदै। र ती मान्छेहरू राज्य भनेको के हो भन्ने बुझेका र कबिलाहरूलाई जुटाएर राज्य गर्न जानिसकेका हुनाले ती जहाँ पुगे तिनले राज्य संरचनाको विकास गरे। र यहाँका खस राज्यहरू पनि राज्यको रूपमा, अन्यत्र भन्दा पहिली राज्यको रूपमा यिनीहरू विकास भए, किनभने यी उहिले नै
यिनीहरूले अफगानिस्तान, इरानतिर अथवा बेबिलोनतिर अथवा अरू ठाउँहरूमा राज्य स्थापना गरेर राज्य गर्ने र कुन कुन शाखा चाहिँ फेरि पराजित हुन्छ, त्यहाँबाट फेरि अर्कोतिर भाग्छ, अर्कोतिर जान्छ, कहीँ फेरि राज्य स्थापना गर्छ, यसरी राज्य स्थापना गर्दै हिँडेको। अब यहाँ आएपछि हामीहरू यो भूगोलले गर्दाखेरि मान्छेको चेहराको बनोट फरक पर्छ, वेशभूषा फरक पर्छ र एक ठाउँमा एक झुन्ड बसेपछि भाषा फरक पर्दै जान्छ। त्यसरी यो खस राज्यको इतिहास भनेको नेपालको पुराना इतिहासमध्ये कमसेकम एउटा इतिहास हो र यसको पूर्वमा कोशीसम्म र पश्चिममा भागीरथासम्म वा त्योभन्दा पश्चिमसम्म पनि सिमाना भएको यसरी यसको चाहिँ विश्वास यस ढङ्गले गरिन्छ। यसरी यो पुरानो ऐतिहासिकता भएको ठाउँ हो र यहाँ यसलाई हामीले कति प्रयोग गर्न जानेका छौँ, आधुनिक समयमा कति प्रयोग गर्न जानेका छैनौँ बेग्लै कुरा हो। तर यस्ता ठाउँहरू खनिजले भरिएका हुन्छन्। एउटा कुरा दुर्लभ जडीबुटी भए पनि दुर्लभ जे पनि दुर्लभ चिजले भरिएको हुन्छ। शिलाजित यस्तैमा पाउने हो, सिमरिक यस्तैमा पाउने हो, अरू चिजहरू यस्तैमा पाउने हो। यार्चा गुम्बा जस्ता, पाँचौँले जस्ता अरू विभिन्न जडीबुटीहरू यस्तैमा पाउने हो। र औषधीय गुण निकै धेरै भएको, तेल बनाउन पनि काम लाग्ने, अचार बनाउन पनि काम लाग्ने, खान पनि काम लाग्ने यस्तो जैतुन पनि यहाँ प्रशस्त फल्छ। यदि हामीले कर्णालीमा जैतुन खेती मात्रै गऱ्यौँ भने पनि ठुलो कुरा हुन्छ। अरू थुप्रै यस्ता विषयहरू छन् जसको हामीले रिसर्च गर्नु र यस ठाउँ अनुसारका विकासलाई अगाडि बढाउने। पशुपालन हिमाली भेगमा र अरू भेगमा पनि पशुपालन गर्ने। हिमाली भेगको पशुपालन पुरानो अलिक ट्रेडिसनल खालको हुने गर्छ, त्यसलाई अलिकति मोडर्नाइज गर्नुपर्छ। र पहाडी भेगमा अब मोडर्न एग्रिकल्चर, मोडर्न बागवानी, फलफुल खेती, जडीबुटी जस्ता कुराहरूको खेती गर्नुपर्छ। ऊर्जा र ऊर्जाबाट पैदा हुने अरू चिज र अनेक कृषिमा आधारित फ्याक्ट्रीहरू तयार गर्न हामी सक्दछौँ र यहाँका वन पाखाहरूलाई अनेक प्रकारका खेतीहरूबाट अगाडि बढाउन सक्दछौँ। यो अत्यन्त धार्मिक स्थल पनि हो। अहिले भर्खर हामीले त्यहाँ काँक्री बिहारमा 1200 वर्ष अगाडि निर्माण भएको काँक्री बिहारको त्यो बिहारको त्यो स्तूपा, त्यो स्तूपाको प्रतिकृति हामीले हाम्रो त्यहाँ विश्वविद्यालयमा चिफ गेस्ट बोलाइएका महेन्द्र पी लामाजीलाई दियौँ। यहीँको पनि त्यो इतिहास छ, बुलबुले तालको इतिहास छ, जसलाई हामीले प्रचार गऱ्यौँ भने त्यो विश्वव्यापी अझ बढी हुन सक्दछ। यस्ता थुप्रो ठाउँहरू छन्। यहाँ अनेक गुफाहरू छन्, अरू चिजहरू छन्। रत्न आदि इत्यादिले भरिएको ठाउँ छ। यो खनिजले भरिएको ठाउँ छ। दैलेखमा हामी तेलको उत्खनन गर्दैछौँ। धार्मिक हिसाबले त्रिपुरा सुन्दरी लगायत दैलेखमा त्रिपुरा सुन्दरी के अरे शीर्ष स्थान, नाभि स्थान आदि हामी भन्छौँ। यस्ता मन्दिरहरू, अरू थुप्रै मन्दिरहरू, तीर्थस्थलहरू र एउटा सङ्केत गरिरहेको थियो प्रकृतिले। त्यहाँ भएको ईश्वरले मलाई यसो भने, सपनामा यसो भने भन्छन् नि, त्यहाँ त विपनामा बलेर देखाइराखेका थिए। यहाँभित्र त म ग्यास छु, बल्ने चिज छु है, यो भित्र पानी माथि आगो बल्छ, त्यो कुरा बताइराखेका थियो प्रकृतिले। कहिले कहिले मैले भगवान भन्ने शब्द उच्चारण गर्दा हाम्रा पुर्खाहरूलाई भगवान मान्ने हाम्रो परम्परा चलन, पुर्खालाई भगवान मान्ने, अर्को प्रकृतिलाई भगवान मान्ने त्यो चलन। सूर्यलाई हामी भगवान मान्छौँ। सूर्यलाई किन भगवान मान्छौँ भने सूर्य हुँदैन थियो भने यो पृथ्वीको अस्तित्व नै सम्भव थिएन। यहाँ जति चिसो हुनुपर्ने त्यति छ, जति तातो हुनुपर्ने त्यति छ। यहाँ मौसम परिवर्तन हुन्छ, यहाँ सिजन परिवर्तन हुन्छ, ऋतुहरूका परिवर्तन हुन्छन्, सूर्यले नै हो। रात र दिन हुन्छ, सूर्यले नै हो। न्यानो र गर्मी हुन्छ, जाडो हुन्छ, सूर्य नै हो। सूर्य भएकै हुनाले कोही ठाउँमा हिउँ पर्छ, कोही ठाउँमा गर्मी हुन्छ। फेरि सूर्य भएकै हुनाले समुद्रबाट बाफ उठ्छ, फेरि
आउँछ, हिमालमा पर्छ, सूर्य भएकै हुनाले फेरि त्यहाँबाट पग्लिन्छ, फेरि हुँदो खोला आदि भएर जान्छ। हाम्रा चट्टानहरूले पानी सोसेर लिन्छन्, राख्छन् र बिस्तारै बिस्तारै तप चुहाएर मूलहरू बनाउँछन्। यस्तो ठाउँ हो यो। रमणीय पर्वत श्रृङ्खलाहरू भएको ठाउँ। यो ठाउँको विकास गर्न नसकिने भन्ने कुरा छैन। अन्तर्राज्य स्थापना नहुँदा यहाँ राज्य स्थापना हुने गर्थ्यो। यो त अत्यन्त पुरानो राज्य हो। खोजी गर्नुपर्दछ। मैले भनेको थिएँ खस राज्यका मान्छेहरू खस राज्यबाट महाभारतको युद्धमा लड्न गएका थिए। खसहरू यही प्रदेशका मान्छे हो, यही कर्णालीका मान्छे हो ती मान्छेहरू। यसो भनेको महाकाली भन्दा पारी होइन भन्ने कुरा होइन। अहिले पछि 1816 मा महाकाली सिमाना हो, त्योभन्दा उता पनि खस राज्य हो पहिले। पछि हामी त्यो खस राज्यबाट पछि आएर खुम्चिएका थिएनौँ। नखुम्चिकन पछि कता कति यो समयक्रममा टुक्रिएका हुँदा हुन्, तर राज्य खुम्चिएको अवस्था होइन, टुक्रिएको थियो। त्यसलाई फेरि हामीले जोडेका थियौँ, हाम्रा पुर्खाहरूले जोडेका थिए। अब आज हामीले आधुनिक ढङ्गले अगाडि बढ्नु परेको छ विकासको सन्दर्भमा। डिजिटल नेपालको नारा हामीले दिएका छौँ। हरेक क्षेत्रमा हामीले नयाँ नयाँ नारा दिएका छौँ। कृषिको आधुनिकीकरण, प्रधानमन्त्री कृषि आधुनिकीकरण भन्ने नाम राखिएको छ, तर म त्यसलाई प्रधानमन्त्री भन्ने शब्द हटाउँदैछु र कृषि आधुनिकीकरण कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम जस्तो राख्दैछु। यो प्रधानमन्त्री जस्तो, मुख्यमन्त्री जस्तो, नगर प्रमुख जस्तो यस्तोमा चाहिँ नै त्यस्तोमा कुनै कार्यक्रम राखिरहनु जरुरी छैन। त्यसकारण म प्रधानमन्त्रीका नाउँमा जे जे छ त्यो पहिले हटाएर अनि सुरु गर्दैछु। यो जरुरी नै छैन प्रधानमन्त्री कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वरोजगार कार्यक्रम आदि इत्यादि जस्तो त्यो प्रधानमन्त्री राखिरहनु पर्ने छैन। राष्ट्रिय राखिदिउँ, राष्ट्रिय स्वरोजगार, युवा स्वरोजगार कार्यक्रम जस्ता राखिदिउँ। तर मैले भनेको नयाँ ढङ्गले हामी जान जरुरी छ। विकास निर्माणका कामहरूमा विज्ञान प्रविधिको प्रयोग गरेर आज हामी अगाडि जान जरुरी छ। हामीले थुप्रै कामहरू सुरु गरेका छौँ। अब पूर्वाधारका क्षेत्रमा हामीले केही कामहरू गरेका छौँ। यसै प्रदेशमा भर्खर मैले विश्वविद्यालयको दीक्षान्त समारोह, तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गरेर आएँ, त्यसको चेयर गरेर आएँ। जुम्लामा हामीले त्यसै गरेर प्रतिष्ठान खोलेका छौँ, स्वास्थ्य विज्ञान प्रतिष्ठान। यही फुकेट कर्णाली, के कर्णाली हो, वेतन कर्णाली, फुकोट पनि, वेतन कर्णालीमा पनि त्यो उसको स्वास्थ्य विज्ञान प्रतिष्ठानको त्यहाँ हस्पिटल ल्याउने भने, रागम कर्णाली त्यहाँ ल्याउने भनेका छौँ। र विद्युतका लागि फुकोट कर्णाली अनि अर्को वेतन कर्णाली, यी ठाउँहरू। अब यसै गरेर के अरे उता जुम्लाको खोलाहरू इला हो, तिला हो, तिला फर्स्ट, तिला सेकेन्ड आदि भन्ने हाइड्रो पावरका कुराहरू त्यहाँ ल्याउन खोजिराखेका छौँ, ल्याउँदैछौँ। पूर्वाधारका क्षेत्रमा हामीले केही आइडेन्टिफाई गरेका छौँ, अरू आइडेन्टिफाई गर्छौँ हामी। अपर कर्णाली यहीँ छ, अरू आयोजनाहरू यही छन्। यसरी हामी पूर्वाधारको क्षेत्रमा धेरै काम भएको छ। यो कर्णाली करिडर, भेरी करिडर, अर्को करिडर हामीले हेरेका छौँ। र सबै सदरमुकामहरूमा अहिले गाडी पुगेको छ र केही समयभित्र पक्की बाटोले नै हामी सदरमुकामहरू सबैलाई जोड्छौँ। र अझ पक्का बाटोहरू बनाएर, पक्की पुलहरू बनाएर अहिले जसरी हामीले चलाएका छौँ त्योभन्दा राम्रो ढङ्गले चलाउँछौँ। अब केही पूर्वाधार बाँकी छ, नत्र भने स्थानीय पूर्वाधारहरू मात्रै बाँकी छ। पूर्वाधारका क्षेत्रमा हामीले ठुलो प्रगति गरेका छौँ। अब ती पूर्वाधारहरूको सदुपयोग गरेर साँच्चैको विकासलाई अगाडि बढाउनु पर्नेछ। त्यसका लागि शिक्षा क्षेत्रका विकासका लागि हामीले केही कामहरू
ठोस काम गरिराखेका छौँ। अहिले मैले भने शिक्षा स्वास्थ्यका क्षेत्रमा विभिन्न कलेजहरू आदि इत्यादिका कुराहरू हामीले अगाडि बढाएका छौँ। र मुख्य कुरा देशलाई हाँक्ने देशका नीतिहरूमध्ये मूल नीति भनेको राजनीति हो। राजनीति अहिले हामीले ठिक राजनीति ल्याएका छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र। त्यसमा पनि लोकतान्त्रिक गणतन्त्र भनेको एउटा खास राज्य संरचनाको स्वरूप कस्तो राज्य हो, त्यसको क्यारेक्टर कस्तो हुन्छ भन्ने कुरा यो दुईटा कुराले निर्धारण गर्दछ, लोकतान्त्रिक गणतन्त्र। लोकतन्त्रभित्र हामीले सङ्घीयता, कतिवटा सङ्घ, कतिवटा प्रदेश, कतिवटा पालिका, जिल्ला, कस्ता जिल्ला के कसरी जाने भन्ने कुराहरू लोकतन्त्रभित्रका कसरी सजिलो हुन्छ, जनतालाई सेवा सुविधा उपलब्ध गराउन कसरी सजिलो हुन्छ भन्ने कुरा र अर्को विकासका लागि हामीले कसरी सजिलोसँग विकासलाई अगाडि बढाउन सक्छौँ, यस कुरामा सहजता ल्याउनका लागि र गति दिनका लागि हामी यस्ता प्रणालीहरू संरचनाहरू तयार गर्छौँ। यी शासकीय, प्रशासकीय र सेवा प्रदायका निकायहरू, इकाइहरू यस्ता हामी तयार गर्छौँ। मुख्य कुरा लोकतन्त्र हो। लोकतन्त्र भएन भने यी केही पनि हुँदैन। यी लोकतन्त्रले जन्माउने कुरा हो। गणतन्त्र मान्छे जन्मिँदै कोही पनि श्रेष्ठ हुँदैन, सबै उस्तै नाङ्गै जन्मिन्छन्, साना बच्चा जन्मिन्छन्, उसै गरी हुर्किन्छन्। कोही अलिक मिठो खाएर सुविधासँग हुर्किएलान्, कोही दुःख पाएर हुर्किएलान्। प्रक्रिया उही हो। त्यसकारण कोही राजा हुने, कोही रैती हुने, कोही संविधान माथि हुने, कोही संविधानभन्दा तल पनि बस्न नपाउने, पैताला मुनि पर्नुपर्ने, सम्बोधन गर्दा त्यसै गरी गर्नुपर्ने, सबै चिजहरू त्यस्ता खालका कुराहरू हामीले अन्त गरेका छौँ, जो विश्वले अन्त गरेको छ, अन्त गर्दै गएको छ र हामीले पनि अन्त गरेका छौँ। र नागरिक सर्वोच्चता, व्यक्तिगत सर्वोच्चता होइन, एउटा व्यक्तिको सर्वोच्चता होइन, एउटा कुलको सर्वोच्चता होइन, एउटा घरानाको सर्वोच्चता होइन, व्यक्तिको सर्वोच्चता होइन, आम जनताको सर्वोच्चता, नागरिक सर्वोच्चता। यो प्रणाली हामीले ल्याएका छौँ। यो सबभन्दा ठुलो राष्ट्रिय स्वाभिमानको प्रबन्ध हो। गणतन्त्र भनेको यो ठुलो स्वाभिमानको, नागरिक स्वाभिमानको, नागरिक सार्वभौमसत्ताको, नागरिक सर्वोच्चताको, नागरिकबाट जनताबाट शक्ति निश्रित हुने कुरा, जनताबाट शक्ति पैदा हुने कुरा, जनताले शासन सञ्चालनको निर्णय गर्ने कुरा, यो हामीले स्थापना गरेका छौँ। त्यसको प्रणाली मात्रै होइन, प्रक्रियाहरू पनि निर्धारण गरेका छौँ। प्रक्रिया मूलतः त्यो प्रणाली ल्याएपछि त्यस प्रणालीलाई सुदृढ गर्न र त्यो प्रणाली सञ्चालनका प्रक्रिया तय गर्नका लागि हामीले संविधान बनाएका हुन्छौँ। दुई पल्ट लगाएर हामीले 601 जनाका सामाजिक जीवनका कुनै पनि क्षेत्र, कुनै पनि ठाउँ नछुटिकन सबै ठाउँ समावेश गरेर संविधान सभाको रचना गरेर त्यहाँ सामूहिक बुद्धि, संविधान सभाको बुद्धि, संविधान सभामा सामाजिक जीवनका सबै क्षेत्रका मानिसहरूको प्रतिनिधित्व भएको 601 को बृहत संविधान सभाबाट छलफल गरेर एउटा संविधानले संविधान दिन नसकेको अवस्थामा फेरि निर्वाचन गरेर फेरि संविधानबाटै हामीले संविधान लिएका छौँ, बनाएका छौँ। त्यसले लोकतान्त्रिक प्रणालीलाई सुदृढ कसरी गर्ने, लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी र सुदृढ कसरी गर्ने, प्रभावकारी कसरी बनाउने र त्यसलाई विकासका निम्ति जनतालाई सेवा गर्ने माध्यमको रूपमा सही ढङ्गले कसरी प्रयोग गर्ने, त्यो व्यवस्था सञ्चालनका विधि प्रक्रिया के हुने, त्यसका संरचनागत पक्ष कस्ता हुने, त्यसका सञ्चालनका विधि प्रक्रिया कस्ता हुने, त्यसका कार्यविधि कस्ता हुने, मूल दस्तावेजको रूपमा
मूल कानुनको रूपमा हामीले संविधान जारी गरेका छौँ। संविधान एक छिनमा जारी गर्ने विषय होइन। संविधान एक दुईजना व्यक्तिका वा एक समूहका आकांक्षाहरू पूरा गर्ने माध्यम होइन कि समग्र राष्ट्रका समस्याहरू सम्बोधन गर्ने, राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रिय हितहरूको प्रतिनिधित्व गर्ने विषय हो। संविधानले सबैलाई प्रतिस्पर्धामा सामेल हुन, प्रतिस्पर्धाबाट अगाडि बढ्न र आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ। त्यही अवसर अन्तर्गत साथीहरू यहाँ हुनुहुन्छ सदस्यको रूपमा, साथीहरू यहाँ हुनुहुन्छ मुख्यमन्त्री र मन्त्रीको रूपमा, साथीहरू यहाँ हुनुहुन्छ सभामुख उपसभामुख आदिको रूपमा। संविधानले व्यवस्था गरे बमोजिम पुराना कानुनहरूलाई अहिलेको संविधानसँग मिल्दो गरी संशोधन गरिएको छ या धेरै संशोधन गर्न पर्ने अवस्थामा नयाँ कानुन ल्याइएको छ र एउटा थिति बसाइएको छ। अब सरकारको कर्तव्य एउटा त जनताले बलिदानपूर्ण सङ्घर्ष गरेर लामो इतिहासबाट स्थापना गरेको लोकतान्त्रिक प्रणाली, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने सरकारको कर्तव्य हो। त्यो संविधानको कार्यान्वयन र संविधानको रक्षा मार्फत सरकारले गर्दछ। यो रक्षा गर्छ संविधानको। संविधानको रक्षा गर्छ भन्नुको अर्थ संविधानको अक्षर नचलाइकन बस्छ सदैव भन्ने कुरा होइन। विकासका लागि, जनतालाई सेवा सुविधा दिनका लागि र जनभावनालाई सम्बोधन गर्नका लागि कहिले कहिले विकासका कुराहरू र जन आकांक्षाहरू पुरा गर्नका लागि संशोधन गर्नुपर्ने हुन्छ समयानुकूल। त्यसको कार्यान्वयनको सन्दर्भमा हेरेर सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसरी संविधान संशोधन गरिन्छ। हामीले अहिले सरकार बनाउँदा संविधान संशोधन गर्ने पनि एउटा एजेन्डा राखेका छौँ। 7 बुँदाभित्र दोस्रो बुँदा नेपाली कङ्ग्रेस र नेकपा एमालेको सरकार बन्दा दोस्रो बुँदामा हामीले राखेका छौँ संविधान संशोधनको विषय। यो कुनै रहरको विषय पनि होइन, यो कुनै लहरको विषय पनि होइन। यो देशलाई आवश्यक परेको हदमा र सम्भव हुने आवश्यक कुराहरूलाई परिमार्जन गरेर संशोधनसहित अगाडि बढ्नुपर्ने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने कुरा। तर त्यो लोकतान्त्रिक प्रणालीको फ्रेमभित्र, संविधानको आधारभूत फ्रेमभित्र, संविधानको मौलिक लोकतान्त्रिक चरित्र या प्रणालीको व्याख्या र रक्षा जसरी गरेको छ र त्यसको कार्यान्वयनको बाटो जुन देखाएको छ त्यसका मूल कुराहरूमा परिवर्तन नगरिकन सबै कुरा हामी परिवर्तन गर्दैनौँ। केही कुरा जो तत्काल जरुरी छ, अनुभवले जरुरी देखाएको छ सञ्चालनका लागि, परिचालनका लागि र विकासका लागि, सेवा सुविधा उपलब्ध गराउनका लागि, ती चिजहरूका लागि हामी यी कामहरू गर्दछौँ। अहिलेको अवस्थामा म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु सभामुखी मार्फत कि अहिले हामी यस प्रणालीको रक्षा गर्दछौँ र यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै सुधार, संशोधन, परिमार्जन गर्दै अगाडि बढ्दछौँ। अहिलेको राजनीतिमा कतै अल्म लगाउँदैन। अर्को कुरो, हामीले ल्याएको लोकतन्त्र सफलतापूर्वक अगाडि बढेको छ। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुराहरू वास्तविक अर्थमा मेल खाने कुरा होइन। हिजो 42 वर्षको आयु हद थियो मान्छेको, लङ्गिभिटी लाइफ एक्सपेक्टेसन कति बाँचिन्छ भन्दाखेरि 42 वर्षको थियो। त्यसको अर्थ के थियो? मान्छे धेरै बाँच्दैन थिए। अर्को ठुलो कुरा के थियो भने बाल मृत्यु दर धेरै माथि थियो। बाल मृत्यु दरले गर्दा धेरै बाँच्ने मान्छेको पनि एउटा बच्चा मर्दा धेरैजनाको आयु घटाइदिन्छ। त्यसरी बाल मृत्यु दरले पनि त्यो भएको थियो। अहिले हामीले बाल मृत्यु दर रोकेका छौँ। अहिले मैले अघि नै भने 87% भन्दा बढी साक्षरता पुगेको छ। अहिले हामीले
फुसका छानालाई जस्ताका छानाले विस्थापित गर्ने भनेका छौँ। ज्येष्ठ नागरिकहरूलाई 1 रुपियाँमा खाता खोल्ने भनेका छौँ। ज्येष्ठ नागरिक बिमाका कुरा गरेका छौँ। स्वास्थ्य बिमा लागू गरेका छौँ। अरू यस्ता थुप्रै युगान्तकारी कामहरू हामीले गरेका छौँ। त्यत्रो भुइँचालो गयो यसबीचमा। त्यस भुइँचालोबाट हामीले जुरुक्क देशलाई फेरि नयाँ ढङ्गले अझ बलियो बिल्ड बेटर भनेर हामीले नारा दियौँ र साँच्चै नै बिल्ड बेटर बनाएका छौँ। 8.5 लाखभन्दा बढी घर पुनर्निर्माण गरेर हामीले हस्तान्तरण गऱ्यौँ। मलाई थाहा छ तपाईँहरू पीडामा हुनुहुन्छ। जाजरकोट, पूर्वी रुकुम लगायतका थुप्रै ठाउँका भूकम्पहरूले भएको क्षति न पुनर्निर्माण हुन सकेको छ न केही भएको छ। त्यसमा केही व्यथिति पनि भएको थियो। जम्मा जाजरकोट जिल्लाको कुरा गर्ने हो भने कति जनसङ्ख्या छ त्यहाँ, कति घर परिवार छन् त्यहाँ भन्दा त्यहाँ 35-36 हजार बढीमा घर सङ्ख्या हो। 48,000 घर भत्किए भनेर भत्किएको क्षति पहिलो किस्ता त 48,000लाई बाँड्यो। जिल्लामा घरै त्यति छैन, सबै घर नै 48,000 छैन, सबै घर भत्किएको पनि होइन, तर किस्ता त बाँडियो 48,000लाई भने त्यहाँ बेथिति भएको छ। यस्ता दुःखदायी घटनाहरूलाई साँच्चै गम्भीरताका साथ लिनुपर्छ र त्यसलाई एउटा अवसरको रूपमा होइन। हामीले अवसरको रूपमा देख्यौँ भने राम्रो बनाऊँ, नयाँ निर्माण गरौँ, भूकम्पबाट प्रभावित नहुने गरी अब संरचनाहरू तयार गरौँ भन्ने अभियान चलाउनका लागि त्यसबाट शिक्षा लिने कुरा एउटा कुरा हो। शिक्षा लिनु भनेको नकारात्मक कुरा होइन, शिक्षा लिनु सकारात्मक हो, तर त्यस्ता कुराहरूलाई, दुःखका कुराहरूलाई अवसरको रूपमा बुझ्नु उचित हुँदैन। अहिले हामी समग्र क्षति के भयो त्यो गर्दैछौँ र पर्सि हामी जिल्लामा कार्यालयहरू पनि स्थापना गर्दैछौँ कि स्थानीय तवरमै उनीहरूले अध्ययन गरेर त्यहीँको त्यहीँ कारवाही गर्ने अथोरिटी सहित हामी कार्यालयहरू स्थापना गर्दैछौँ। पर्सि नै गृहमन्त्रीजी सम्बन्धित जिल्लाहरूमा गएर त्यहाँ कार्यालयहरू स्थापित गर्दै हुनुहुन्छ र मैले यो तपाईँहरूको दुःखप्रति सरकार जानकार छैन भनेको होइन, जानकार छ। हामीले केही रकम, केही अरब छुट्याएका पनि छौँ त्यसका लागि र त्यो रकमहरू अनुसार हामी काम अगाडि बढाउनेछौँ। म भन्दै चाहिँ के थिएँ भने महाविनाशकारी भूकम्प गयो 72 सालमा। त्यस भूकम्पबाट भएको क्षतिलाई हामीले अब मानवीय क्षति जो भयो त्यसलाई त हामी फेरि फर्काउन सक्दैनथ्यौँ, तर भत्किएका घरलाई अझ राम्रो गरी बनाउने, एकीकृत बस्तीको रूपमा लाने, बलिया भूकम्प प्रभावित प्रतिरोधी घरहरू बनाउने, ती कामहरू हामीले गऱ्यौँ। भत्किएका ऐतिहासिक पुरातात्विक महत्त्वका त्यस्ता संरचनाहरूको पुनर्निर्माण गऱ्यौँ, अझ बलियो गरी पुनर्निर्माण गऱ्यौँ। हामीले शैक्षिक संस्थाहरू, हजारौँको सङ्ख्यामा शैक्षिक संस्थाहरू आज ती दरबार जस्ता देखिन्छन्, तर ती ठाउँहरूमा विद्यार्थीहरूको सङ्ख्या, पढाइको क्वालिटी चाहिँ राम्रो भइरहेका छैन, त्यसलाई उठाउँछ। यी कामहरूमा हामी लागेका छौँ। यस्तो सफलता यसअघि कहिले पनि पाएको थिएन र हामीले गरेको भूकम्पपछिको प्रतिरोध, भूकम्पपछिको पुनर्निर्माण, यी कुराहरू विश्वमै उदाहरणको रूपमा, दृष्टान्तको रूपमा मानिसहरूले लिने गरेका छन्। भूकम्पसँग सम्बन्धित, भूकम्पका विरुद्ध चेतना जगाउने संस्थाहरूले नेपाललाई एउटा दृष्टान्तको रूपमा अहिले प्रस्तुत गरिरहेका छन्, अथवा हामी त्यसरी सफल भएका छौँ। हाम्रो उत्पादन घटेको होइन, उत्पादन बढेको छ, तर पहिलेको भन्दा उत्पादन बढेको छ, उत्पादकत्व बढेको छ, तर जनसङ्ख्या बढेको छ, आवश्यकता बढेको छ र अरू खालका कुराहरू पनि बढेका छन्। पशुपालन बढेका छन्, पन्छी पालन बढेका छन्। ती कुराहरूले गर्दाखेरि अन्न बालीको अरूतिर नोक्सान पनि भइरहेको छ, अरूतिर प्रयोग भइरहेको छ भनौँ त्यसलाई, जसले गर्दा हामीले बाहिरबाट ल्याउनु परिरहेको छ। अब हामी कृषिमा, कृषि उपजमा, खाद्यान्नमा, खानेकुरामा, नुन बाहेक अरू कुरामा आत्मनिर्भर हुन सक्दछौँ र त्यस बाटोमा हामी व्यवस्थित ढङ्गले लागेका छौँ।
पहिले भएका उद्योगहरू, रुग्ण उद्योगहरूलाई पनि कसरी पुनर्स्थापित गर्न सकिन्छ, कुन विधिबाट सकिन्छ, त्यसका निम्ति निजी क्षेत्रलाई पनि सरिक गराएर कसरी सकिन्छ कि व्यवस्थापन दिएर या पीपीपी मोडलमा पब्लिक प्राइभेट पार्टनरसिपका मोडलमा या कसरी हुन्छ, यस्ता कुराहरूमा हामी ध्यान दिइरहेका छौँ। र 8वटा हामीले 7वटा प्रदेशमा 8वटा ठुला ठुला औद्योगिक क्षेत्रहरू स्थापना गरेका छौँ। त्यसमा वैदेशिक लगानीहरू ल्याउने कामहरू गरिरहेका छौँ। हिजो मात्रै मैले एउटा विशाल पल्प्स एन्ड पेपर मिल्स, कागज मिल जसले 40% नेपालको सिङ्गो आवश्यकतालाई परिपूर्ति गर्न सक्छ। किताब छाप्ने लगायत फोटोकपी कागजहरू सबै हामी विदेशबाट ल्याउँथ्यौँ, फोटोकपी कागज अहिलेसम्म। अब हामीले फोटोकपी गर्ने कागज नेपालमै उत्पादित कागजले पुर्याउन सक्छौँ। यो फोटोकपी गर्दाखेरि या टाइप गर्दाखेरि अरू चिजले हामीलाई त्यस्तो पर्दैन। पुस्तक छाप्नका लागि, कपीहरू बनाउनका लागि, यी चिजका लागि पनि हामीले राम्रो गुणस्तरको कागज 40% समग्रतामा आफ्नै देशको उत्पादनले पुग्ने गरी र आफ्नै पुराना कागजहरूको र मेटेरियललाई प्रयोग गरेर त्यो गर्न सक्ने गरी 100% कागजको जति प्रयोग हुन्छ त्यसको प्रयोग गरेर सङ्कलन गरेर जति सकिन्छ त्यसबाट 40% को आवश्यकता पुरा गर्ने र बिस्तारै त्यसलाई पराल यो उहरू छ्वालीहरू तिनीहरूको प्रयोगदेखि लिएर बाबियोको प्रयोगदेखि लिएर त्यो गरेर त्यसलाई अझ ठुलो मात्रामा बढाउने र आत्मनिर्भर हुने सँगै निर्यात गर्ने जस्ता कुराहरू पनि गर्दैछौँ। हामी औद्योगिक क्षेत्रमा अनेक खानीहरू निकाल्ने, मैले अघि नै भने शीर्षस्थान, नाभिस्थान इत्यादिमा बलिरहेको आगो, त्यसको म एकपल्ट हेर्न गएको थिएँ। त्यहाँ पक्कै पनि पेट्रोलियम पदार्थ हुनुपर्छ भन्ने मलाई लाग्यो र मैले त्यस ठाउँमा उत्खनन गर्न आग्रह गरेँ। वैज्ञानिकहरूलाई छानबिन गर्न आग्रह गरेँ र त्यहाँ वास्तवमा तल पेट्रोलियम छ भन्ने कुरा अहिलेसम्मको प्रयोगबाट आएको छ। हामीले धौबादीमा फलाम खानी तयार गरेका छौँ। यो क्षेत्रमा पेट्रोल खानी भयो। पेट्रोल खानी यस प्रदेशमा अरू पनि ठाउँमा पाइन्छ, सुर्खेतमै पनि पाइन्छ भन्ने कुरा छ। ती कुराहरूलाई पनि हामी यदि दैलेकै पेट्रोल खानीले तान्छ सुर्खेतको पनि भने त्यहीँबाट ताने भयो, होइन तान्दैन भने यसको कस्तो भने लेयर हुने भएको हुनाले, भित्र एक तह हुने भएको हुनाले तल र माथि भन्ने कुरा छैन। तल चाहिँ एउटा तहमा बराबर हुन्छ, त्यो जहाँबाट पनि तान्न सक्छ यदि त्यसको सम्बन्ध छ भने, एउटै लेयर हो भने। एउटै लेयर होइन भने फेरि अर्को हामीले ड्रिल गर्नुपर्छ, अर्को ठाउँमा र खानी निकाल्नुपर्छ, तेल निकाल्नुपर्छ। यी चिजहरू यस्ता गर्दैछौँ। अरू विभिन्न खानीहरू गर्दैछौँ, चुन खानी, ढुङ्गा खानी आदि। सिमेन्ट उद्योगहरू व्यापक रूपमा हामी आत्मनिर्भर हुने गरी स्थापना भइरहेका छन्, निर्यात गरिराखेका छौँ हामी। अरू थुप्रै कुराहरूतर्फ देशलाई अर्ग्यानिक बनाउने कसरी, तर त्यसका लागि समय लाग्छ। त्योभन्दा अगाडि हामीले आफैले मलखाद कारखाना कसरी खोल्ने र कसरी कृषिलाई आधुनिकीकरण गर्ने भन्ने कुराहरूदेखि लिएर हाम्रो कस्तो चलन छ भनेदेखि हामी आफै यही महाकाली नदीवारीका साथीहरू पारी गएर सिजनभरि सुन्तला टिप्ने अनि फेरि आउने, तर आफ्नोमा सुन्तला नलगाउने, उही भूबनोट, उस्तै माटो, उस्तै हावापानी, बेसरी सुन्तला फल्छ, तर आफूले नलगाउने, अर्काकोमा वर्षे नै टिप्न जाने। 3 वर्षपछि त सुन्तला फरेर आफ्नैमा टिप्दा हुन्थ्यो नि, आफैले बेचेर प्रशस्त पैसा कमाउन सकिन्थ्यो। अब हामी फलफुलको एउटा लहर सिर्जना गर्छौँ, अभियान चलाउँछौँ, पशुपालनको अभियान चलाउँछौँ, अरू विभिन्न प्रकारका अभियान चलाउँछौँ र देशलाई विकास गर्छौँ। कृषिको आधुनिकीकरण, पहिले म प्रधानमन्त्री हुँदा कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत हामीले सुपर जोन, ठुला सुपर जोनहरू एकै खालको बाली लगाउने ताकि उत्पादन पनि धेरै गर्न सकियोस्, बजार पनि खोज्न कठिनाइ नहोस्, देशभित्र त्यसको खपत हुन सकेन भने विदेश पनि पठाउन सकियोस्। त्यसरी सुपर जोन, अलिक सानो जोन
त्यसभन्दा तल पकेट एरिया के अरे ब्लक एरिया र त्यसभन्दा सानो पकेट एरिया गरेर 4 तहमा हामीले बाँडेका थियौँ। त्यसअनुसार थुप्रै ठाउँमा नवलपरासीमा सब्जी खेती धेरै राम्ररी अगाडि बढेको छ। जुनार सुन्तला सिन्धुली र रामेछापमा धेरै अगाडि बढेको छ। अरू ठाउँहरूमा स्याङ्जा, पाल्पा, अर्घाखाँची, गुल्मी यस्ता जिल्लाहरूमा नयाँ ढङ्गले फलफुल खेती, सब्जी खेती आदिको नयाँ ढङ्गले लहर चलेको छ। कफी खेतीको लहर चलेको छ। इलाममा कफी खेती के अरे उसको खेती, चियाको खेती र अलैँची खेती, सङ्खुवासभा, तेह्रथुम र इलाम जस्ता ठाउँमा अलैँची खेती, थुप्रै ठाउँमा अरू ठाउँमा नुवाकोटमा कफी खेती, यस्ता थुप्रो खेतीहरू यस ढङ्गले अहिले ठुलो मात्रामा हामी विकास गरिरहेका छौँ। पशुपालनका क्षेत्रमा अहिले नेपालमा एउटा गाईले एक दिनमा 58 लिटरसम्म दुध दिन थालेको छ। त्यति दुध एक दिनमा लिएको रेकर्ड बनेको छ। भारतले 60 लिटरसम्म लिएको छ। न्युजिल्यान्डले 80 लिटरसम्म लिएको छ। तर हाम्रो देशमा हामीले लगाएका, हाम्रा किसानले लगाएका गाई फार्महरूको गाईले 58 लिटरसम्म दिएको छ। राम्रै लगाएका गाई फार्महरूले 30 लिटर एभरेज उसले त्यो गाई त थाक्नै पाउँदैन। आजको नयाँ खेतीमा त थकाउनु पर्छ उसलाई, केही समयका लागि त्यो थाक्न पाउँदैन, दुध दिन छोड्नै पाउँदैन उसले। त्यो छिटै नै फेरि अर्को बच्चाका लागि तयार हुन्छ, फेरि अर्को बच्चा दिन्छ। सरदर त्यस एउटा कार्यकालमा उसले 30 लिटर दुध प्रतिदिन दिने गर्छ। त्यसो हुँदाखेरि नाफामा जान्छ। हामीले त्यस प्रकारले खेतीहरू सुरु गरेका छौँ। यस्तो कुराहरूलाई एक ठाउँको ज्ञान अर्को ठाउँमा फैलाउने, एक ठाउँको खेतीको तरिका अर्को ठाउँमा सिकाउने, चिस्यान केन्द्रहरू बनाउने, कोल्ड स्टोरहरू बनाउने लगायतका कामहरूबाट हाम्रो उत्पादनको सुरक्षा पनि गर्ने, यी सबै कामहरू पनि हामी गर्ने बाटोतिर लागेका छौँ। यस प्रदेशले मैले विश्वास लिएको छु कि तपाईँहरू आफ्नो प्रदेशको विशेषता, ठाउँको विशेषता, जहाँ धान खेत हुन्छ, गहुँ खेत हुन्छ, त्यसलाई आधुनिक ढङ्गले त्यसै गरी लगाउँ। जहाँ त्यो हुँदैन अर्को खेती हुन्छ। भिरका फेदमा पनि हामी अनेक प्रकारका लहरामा हुने खेती लगाएर भिरमा छोडिदिन सक्छौँ। त्यसो भएर कुनै पनि ठाउँ खेर जाने खालको हुँदैन। त्यसको अध्ययन, अनुसन्धान, अन्वेषण गर्नुपर्छ र त्यसलाई सदुपयोग गर्नुपर्छ, जसलाई मैले सदुपयोगको सिद्धान्त भनेको छु। हामी जमिन खेर फालिराखेका छौँ। हाम्रै घर आँगन पनि खेर फालिराखेका छौँ। बाटाका छेउहरू खेर फालिराखेका छौँ। त्यही पनि हुन सक्थ्यो। आँगनका छेउमा कमसेकम मेवाका बिरुवा लगाइदियो भने नि मेवा त मजाले फल्छ नि। त्यति पनि हामी गर्दैनौँ। खुर्सानीका बिउँ यसो छरिदियो भने खुर्सानी भुर्र उम्लेर फल्छ। फुलको बिउ राखिदियो, फुलका बिरुवा लगाइदियो भने यति धेरै फुलको आवश्यकता र माग बढिराखेको छ, त्यसलाई पुरा हामी आफ्नै फुलले गर्न सक्थ्यौँ। विदेशबाट फुल ल्याउनु पर्दैन थियो। कुनै केही नहालेका ताजा राख्नका लागि उहाँ टिपेर कहाँदेखि के हालेर ताजा राखेर ल्याएको हो त्यो फुल। त्यस्तो नभएर हामी कहाँ आफ्ना बोटमा ताजा रहेको, माला लाउँदा घाँटीमा कुनै प्रकारको रोग नआउने, कुनै प्रकारको एलर्जी नहुने, त्यस खालका फुलका मालाहरू लगाउन सक्थ्यौँ हामी। यस्ता अनेक कुराहरू हामीले नयाँ ढङ्गले सोच्ने र म आग्रह गर्न चाहन्छु, जनप्रतिनिधिहरूले नमुना हुन सक्नुपर्दछ। जनप्रतिनिधिहरू नमुना हुने र नमुनाको रूपमा यो कुरा सिकेर आएछन्, यो कुरा गर्नुपर्ने रहेछ र हामीले अरू जनतालाई सिकाउनु पर्दछ, यस्तो गर्नुपर्छ, यस्तो गर्नुपर्छ। यो चाहे कृषिको क्षेत्रमा होस्, चाहे पशुपालनको क्षेत्रमा होस्, बालीनालीको क्षेत्रमा, कृषिको क्षेत्रमा, पशुपालनको क्षेत्रमा, फलफुलको क्षेत्रमा, सब्जीको क्षेत्रमा, पन्छी पालनको क्षेत्रमा, मौरी पालनको क्षेत्रमा, जुनसुकै क्षेत्रमा होस्, जडीबुटीकै क्षेत्र होस् कि अरू क्षेत्र होस्, कृषिको आधुनिकीकरण र ठुलो मात्रामा एउटा उत्पादन एक ठाउँमा कसरी गराउने र त्यसलाई बजारसम्म पुर्याउने। ठुलो मात्रामा उत्पादन नगरिकन बजार पुर्याउन गाह्रो हुन्छ। कि त धेरै बहुमूल्य हुनु पर्यो, यार्चाकुमा जस्तो, गुची च्याउ जस्तो अलिक मूल्यवान भयो भने त्यसलाई सङ्कलन गरेर पनि बाहिर लाँदाखेरि पर्ता पर्ला।
तर अरू चिज त सङ्कलन गर्न सकिँदैन। तर पूर्वाधार हामीले बनाएका छौँ। अब पूर्वाधारले सङ्कलन गर्न र पठाउन सकिन्छ, तर ठुलो मात्रामा चाहिँ हुनु पर्यो। अहिलेको सरकारको ध्यान देशमा शान्ति सुव्यवस्था अमन चैन होस्, जनतालाई सकेसम्म सहज ढङ्गले विद्युतीय माध्यमहरूको समेत प्रयोग गरेर एप्सहरू मार्फत हामीले नागरिक एप्सको विकास गरेका छौँ, अरू विकास गरेका छौँ। त्यस मार्फत धेरै कुराहरूको सुविधा सजिलोसँग जनताले प्राप्त गर्न सकुन्। कुनै कम्पनी खोल्दा होस् या ब्याज तिर्दा होस् या अरू कुनै कामहरू गर्दा होस् या मोबाइलको तिर्दा होस् या कुनै कर तिर्दा होस्, केही गर्दा होस्, मोबाइल एप्सबाट आफै गर्न सकिने गरी त्यस्तो डेभलप गरेका छौँ। हामीले नागरिक एप्सहरू डेभलप गरेका छौँ। हामीले अस्ति भर्खरै हामीले प्रदेशहरूसँग, यद्यपि हाम्रो माथि केन्द्रकै त्यो उसलाई चाहिँ नि पहिले मैले जस्तो छोडेको थिएँ त्यसलाई त्यो माध्यमलाई नै अलिकति सुचारू नगरेर अलिक बिगारेर राखेको रहेछ। अलिक धेरै भव्य ढङ्गले गर्न सकिन्छ त्यसलाई। तर सातै प्रदेशहरूको बिचमा हामीले अन्तर्क्रिया गऱ्यौँ र सातै प्रदेशका कुराहरू सुन्यौँ। थुप्रै उपयोगी कुराहरू आए जसलाई रेकर्ड गरेर हामीले राखेका छौँ र अध्ययन गरिराखेका छौँ। आगामी बजेट तर्जुमा गर्दा ती कुराहरूलाई ध्यानमा राखेर प्रदेशका भावना के आएका छ, प्रदेशले के भनेको छ, प्रदेशका प्रतिनिधिहरूले के भन्नुभएको छ, मुख्यमन्त्रीहरूले के भन्नुभएको छ, उहाँहरूले प्रदेशको प्रतिनिधित्व गर्दै के भन्नुभएको छ भन्ने कुराहरूको रेकर्ड हेरिकन हामी के गर्नुपर्ने छ, के गर्न सकिन्छ, ती कुराहरूमा हामी ध्यान दिइरहेका छौँ। र विकास निर्माणका सन्दर्भमा संयुक्त प्रयास बिना एकल प्रयासबाट केही हुँदैन। सङ्घीय तह अथवा प्रदेश वा स्थानीय तह, यो तीनटै तह मिलेर जानुपर्दछ। यिनीहरू तीनटा तहका बिचमा सङ्घर्ष होइन, समन्वय, सहयोग, पारस्परिक सहयोगको आदान प्रदान आवश्यक छ। त्यस हिसाबले हामी अगाडि बढ्दा मात्रै त्यसरी अगाडि बढ्दा मात्रै हामी विकासका कामलाई अगाडि बढाउन सक्छौँ। त्यसर्थ म साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले असन्तुष्टि व्यक्त गर्ने तरिका जुन अहिले नेपालमा फैलिएको छ, मान्छे जहाँ सन्तुष्ट हुनुपर्ने त्यहाँ पनि सन्तुष्ट छैन। जे प्राप्त गरेको छ त्यो प्राप्त गरेको पनि उसले बुझिराखेको छैन। त्यही बाटोमा गाडी कुदाइराखेको छ, के भयो त विकास भन्छ। हिजो पानी लिनका लागि 3 घन्टा धाउनु पर्थ्यो, आज 3 घन्टा नधाइकन घरमा धारा आएको छ, त्यो विकास भएको पनि उसले देख्दैन। के भयो त भन्छ। हिजो विद्यालयको स्थिति बेग्लै थियो, आज विद्यालयको स्थितिमा फरक परेको छ, त्यो पनि उसले देख्दैन। हिजो विकास निर्माणका कुरा हुँदैन थियो, राजनीतिका मात्रै फोस्रा कुरा हुने गर्थे, आज फोकस विकासमा छ, सुशासनमा छ। त्यो शिफ्ट भएको, प्राथमिकता शिफ्ट भएको पनि उसले देख्दैन। केतिर जोड गइरहेको छ र भ्रष्टाचार नियन्त्रणका प्रयास जे भइराखेका छन् त्यो पनि देख्दैन। विकास जे भएको छ त्यो पनि देख्दैन। सरकारले अगाडि पहिले नगर्ने खालका काम 869 एउटा घर चक्रवातले उडायो। केही महिनाभित्र हामीले टोयलेट किचन समेतका घरहरू निर्माण गरेर कच्ची फुसका घरहरू, छाप्राहरू उडाएका ठाउँमा पक्की घरहरू बनाएर हस्तान्तरण गर्यौँ। त्यहाँ बस्ने मान्छेले पनि त्यो पनि राम्ररी मेरो पाउँदैन। के परिवर्तन भयो? के गर्यो त्यो सरकारले? यस्ता खालका चाहिँ एउटा मान्छेहरू त्यहीँ पुगेर त्यहीँ भ्रम फिजाउने र केही पनि भएनको एउटा भाष्य खडा गर्ने, केही पनि भएन भन्ने कुरा गर्ने, त्यो चिज गरिरहेको छ। त्यो केही भएन भन्ने होइन, केही भइराखेको छ र अझ छिटो हुन्छ। यसबीचमा अर्थतन्त्र वास्तवमा नै
यो आग्रह पूर्वाग्रह आरोप प्रत्यारोपको विषय होइन। आरोप प्रत्यारोप लाएर कहाँ पुग्छौँ हामी? अहिलेको समय दन्तबजान गर्ने समय होइन, आरोप प्रत्यारोपमा बस्ने समय होइन, देशलाई एकजुट भएर अगाडि बढाउने समय हो। त्यसकारण मेरो कसैप्रति आरोप प्रत्यारोप गर्ने कुनै मनसाय किञ्चित छैन। तर बीचमा अर्थतन्त्र भुक्तानी दिनुपर्ने ठाउँमा भुक्तानी नै नदिएको छ, योजनामा पैसा पठाएको छैन, ठेकदारलाई काम सिद्धियो ठेकाको भुक्तानी दिएको छैन, नयाँ नयाँ आयोजना भनेको छ, स्रोत सुनिश्चित भनेको छ, स्रोत बिना सुनिश्चित गरिदिएको छ, त्यसको भुक्तानी दिने कुरै भएन, ठाउँै छैन। यस्ता खालका स्थितिहरू रहेछन्। अहिले अरबौं पैसा हामीले तिरिसक्यौँ, पुराना बाँकीहरू उहिले तिरिसक्नुपर्ने पैसा नभएर कारोबार रोकिया छ, काम ठप्प भएका छन्। निर्माण व्यवसायी अरू व्यवसायीहरू जसले ब्याङ्कबाट लोन लिएर काम गरेका छन् उनीहरूले ब्याङ्कमा लोन तिर्नदेखि ब्याज पनि तिर्न सकेका छैन, सरकारबाट पैसा प्राप्त भएको छैन, तिर्न सकेका छैनन्। यस्तो कुराहरूको जटिलतामा भएको हुनाले त्यसलाई सम्हालेर हामी अगाडि बढ्दैछौँ र आगामी आर्थिक वर्षबाट, यो आर्थिक वर्ष त यसैलाई मिलाउँदा हामीलाई अलिक ठिक भएको छ, तर पनि हामीले महत्त्वपूर्ण केही काम गरेका छौँ, गर्छौँ नै। आगामी आर्थिक वर्षबाट यथार्थ बजेट, आय व्ययको अनुमान भनेको आम्दानीको अनुमान पनि यथार्थ र व्ययको अनुमान पनि यथार्थ। हामीसँग यति मात्रै पैसा छ र यति मात्रै पैसा यस ठाउँमा मात्रै खर्च हुन सक्छ, मागहरू धेरै हुन सक्छन्, तर डिमान्ड अनुसारको सप्लाई हुन सक्ने अवस्था अलिक छैन अहिले। त्यसकारण हामीले डिमान्डलाई पनि सीमित गर्नुपर्ने र सप्लाई हुन नसक्ने ठाउँमा डिमान्ड आपूर्ति गर्छु भनेर पुरा गरिदिन्छु भनेर कबुल गर्दै हिँड्ने, स्रोत सुनिश्चित गर्दै हिँड्ने गल्ती पनि नगर्ने, त्यस्ता काम पनि गर्नु हुँदैन। बरु एक वर्ष पर्खिएर हामी मजबुती हासिल गर्दै अनि कामलाई अगाडि बढाउन सक्छौँ। नयाँ कार्ययोजनाहरू थाल्नुभन्दा थालिसकेका काम पुरा गरौँ भनेर मैले प्रधानमन्त्री हुने बित्तिकै भएकै दिनदेखि त्यो नारा दिएको छु। थालिएका काम पहिले पुरा गरौँ अनि अरू कामहरू अगाडि बढाउँ। म साथीहरूलाई आश्वस्त पार्न चाहन्छु, केन्द्र सरकारले प्रदेश सरकारहरूलाई, अरू स्थानीय पालिकाहरूलाई पुराका पुरा सहयोगी भावना राख्दछ, सहयोग गर्ने इच्छा राख्दछ, सहकार्य गर्ने इच्छा राख्दछ। त्यसअनुसार अन्तर्क्रियात्मक ढङ्गले परामर्शहरू पनि गरिरहेको छ र समय समयमा मैले मुख्यमन्त्रीजीहरूलाई पनि सोधेर कुरा गरेर के गर्नुपर्छ, कसो गर्नुपर्छ र उहाँहरूले लेखेर दिनु पनि भएको छ कि यो गर्नुपर्छ हाम्रो ठाउँमा भनेर। मैले अहिले नै पनि यस प्रदेशका मागहरूको मसँग एउटा फेरिस्तै छ, तर त्यो फेरिस्त मैले अहिले यहाँ किन नपल्टाइराखेको भने हामीसँग समय छोटो छ। त्यसकारण अर्को साल फेरि हामी अर्को अधिवेशनमा बढी व्यवस्थित ढङ्गले हाम्रो योजना, बजेट, नीति, कार्यक्रम र बजेटसँग आधारित भएर विकासका योजनाहरू र अरू कुराहरूलाई लिएर छलफल गर्न सक्छौँ अथवा मैले सम्बोधन गर्न सक्छु। आज म त्यति डिटेलमा जान नचाहेको। एउटा कुरा म तपाईँहरूलाई के भन्न चाहन्छु भने अहिले दिनै पछि आजदेखि होइन तपाईँहरूले सुनेको सरकार गइहाल्छ भनेको। अहिलेको सरकार यो दुईटा सबभन्दा ठुला पार्टी जो अझ एउटालाई उछिनेर अर्को ठुलो हुन चाहन्छ नि, त्यस्ता पार्टीहरू मिलेर यो सरकार बनेको। साधारण अवस्थामा यसरी सरकार बन्दैन। साधारण अवस्थामा प्रतिस्पर्धी पार्टीहरू मिल्दैनन्, प्रतिस्पर्धामा जान्छन्। तर अहिले अवस्था के भयो भने देशको प्रणाली नै बचाउन, देशै बचाउनका लागि र यस्ता खालका तत्त्वहरू भए कि प्रणाली होइन, सिस्टम होइन, संविधान होइन, कानुन होइन, विधि होइन, विधान होइन, तौर होइन, तरिका होइन, हाहुका भरमा, अराजकता मचाएको भरमा सत्ता कब्जा गर्ने, कहाँ पुग्ने भन्ने छैन, के गर्ने भन्ने छैन। उनीहरूसँगको सोच के हो त? कुन प्रणाली ल्याउन खोज्या त्यो छैन। यो संविधान फाल्ने, कुन संविधान ल्याउने, कस्तो संविधान ल्याउने, राणा शासनतिर फर्किने,
पञ्चायतकालतिर फर्किने, कता फर्किने? या जहानिया शासनतिर फर्किने, यो वा त्यो रूपको जहानिया शासनतिर? यस्ता खालका गन्तव्यहीन खालका कुराहरूको एउटा बाढी हरेक मान्छे राजामुखी जस्तो गर्छ। राष्ट्रपतिको त के अर्थ भयो र? राजै हुँ कि संविधानभन्दा माथिको, संविधान मान्न नपर्ने जस्तो कुरा गर्छ। केही पनि भएन, केही पनि गरेन, अश्लील असभ्य गाली गलौज सामाजिक सञ्जाल हेरिसक्नु छैन। यस्तो बनाउन खोज्छन्। हाम्रो सभ्यता यो होइन। हामी एउटा सभ्य देशका सभ्य नागरिकहरू हौँ, सभ्य मानिसहरू हौँ। यस्तो असभ्यता यो हाम्रो संस्कृति होइन, हाम्रो संस्कार होइन। हाम्रो संस्कार, हाम्रो संस्कृतिमाथि धावा बोल्ने कोसिस भइरहेको छ अनेक नाउँमा। राष्ट्रिय एकतालाई भाँजो हाल्नका लागि अनेक नाउँमा प्रयासहरू भइरहेका छन्। त्यसकारण जातका नाउँमा होस् कि धर्मका नाउँमा होस् कि पहिचानका नाममा होस् कि अरूका नाममा होस्, विभिन्न ढङ्गले नेपाली जनताका बीचमा फाटो ल्याउने, देशलाई सही ढङ्गले सही बाटोमा अगाडि बढ्न नदिने, जहिले पनि अल्झाएर राख्ने, जहिले पनि रुमल्याएर राख्ने, नियन्त्रित अस्थिरता भन्ने एउटा शब्द तपाईँहरूले सुन्नुभएको होला। नियन्त्रित अस्थिरताभित्र राख्ने, यस्ता खालका कुराहरू भए विभिन्न ठाउँहरूमा। श्रीलङ्कामा भए के भयो त भन्दा छानिएको निर्वाचित राष्ट्रपति उपराष्ट्रपतिलाई हटाउनु रहेछ, प्रधानमन्त्रीलाई हटाउनु रहेछ, त्यति हो। 2-4 दिनपछि फर्केर आए, सिद्धियो, अनि अनिर्वाचित भए। पछि निर्वाचित भएर त फेरि उहीँ आउनु पर्यो त, जहाँको त्यहीँ, जहाँबाट हिँडे त्यहीँ फर्केर आउनु पर्यो। यति हो, 2 वर्ष खेर गयो। 2 वर्ष अराजकतामा लगेर 2 वर्ष भाँडभैलो मचाएर 2 वर्षपछि त्यहीँ आउनु पर्यो। बङ्गलादेशमा त्यस्तै हो। संवैधानिक बाटोबाट होइन, लोकतान्त्रिक बाटोबाट होइन। अब खोइ त्यहाँ निर्वाचन, खोइ त्यहाँ विधिको शासन। संविधान नमान्ने भन्छन्। संविधान नमान्ने के मान्छन् त? 2-4 जना कुनै जनमत, जनआधार, जनसमर्थन, जनताको साथ नभएका उरन्ठेउला व्यक्तिहरूले सञ्चालन गरेर सधैँ चल्छ। जनताको अनुमोदन लिनु पर्दैन। जनताको अनुमोदनको बाटोबाट जानुपर्छ, संवैधानिक र कानुनी बाटोबाट जानुपर्छ। प्रणाली हुन्छ, प्रणाली सञ्चालन गर्ने प्रक्रिया हुन्छ, त्यस मार्फत जानुपर्छ। त्यसकारण यस बाटोमा देशलाई हिँडाउने, देशको रक्षा गर्ने प्रयोजनका लागि अहिले नेकपा एमाले र नेपाली कङ्ग्रेसले मिलेर सरकार बनाएका हुन्। लगभग 2/3 दुईटै पार्टीसँग छ, लगभग। अरू सहयोगी पार्टीहरू साथमा हुनुहुन्छ, त्यसले गर्दाखेरि हामीसँग 2/3 छ। प्रतिनिधि सभा सरकार बनाउने, सरकार फेर्ने, जे गर्नुपर्ने गर्ने ठाउँ हो, त्यसमा हामीसँग 2/3 छ। नेपाली कङ्ग्रेस र नेकपा एमाले जहाँ छ त्यहाँ लगभग 2/3 को, 17 सिट कम होला, तर लगभग 2/3 को बहुमत, सुदृढ बहुमत छ। नेकपा एमाले र नेपाली कङ्ग्रेस यस स्थितिबाट तलमाथि हुनेवाला छैन। यसमा कुनै सानातिना कुरामा यो हेरफेर पनि हुनेवाला छैन। र यो मैले भन्ने गरेको छु, अब 16 महिना मैले प्रधानमन्त्री चलाउँछु, त्यसपछि शेरबहादुरजीले 18 महिना जति चलाउनु होला। हाम्रो समझदारी छ, त्यो समझदारीको पालना हुन्छ, कार्यान्वयन हुन्छ। यो देशका लागि हामीले बनाएका हौँ। प्रधानमन्त्री हुन पाइएन भन्ने कुराले होइन। प्रधानमन्त्री त शेरबहादुरजी र हामीहरूलाई त प्रधानमन्त्री के बाँडीचुँडी ओल्लो पल्लो गरे पनि भयो। नेपाली कङ्ग्रेसका नेताहरू र एमालेका नेताहरूले मिलिजुलिकन प्रधानमन्त्री पालै पालो चलाए पनि भयो। बहुमत आएन भने, बहुमत आएछ भने बहुमत ल्याउनेले चलाए भयो, अर्काले सहयोग गरे भयो, अथवा साथै मिलेर जाउँ भनेर सँगसँगै सरकार बहुमत कसैको आए पनि चलाए भयो। अहिले निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ढङ्गले निर्वाचन गराउने 84 को, त्यहाँसम्म नेकपा एमाले र नेपाली कङ्ग्रेसको यो सहमति टुट्नेवाला छैन। बहुमत जसको छ
अनि बहुमत मान्दिनँ, जनताले छानेका प्रतिनिधि मान्दिनँ, प्रतिनिधिको शासन मान्दिनँ, कानुनले भनेको मान्दिनँ, संविधानले भनेको मान्दिनँ, मैले भने हुनुपर्छ। यो कस्तो शासन ल्याउन खोज्या? केही साथीहरू सडकमा कराइराखेका देख्छु। कस्तो शासन ल्याउन खोजेको सोध्न चाहन्छु। कस्तो शासन? लोकप्रिय छु भन्ने कसैलाई लाग्छ भने त 84 पर्खिनुहोस् न। 84 पर्खिनुहोस्, लोकप्रिय छु भन्ने लाग्छ भने आउनुहोस्, स्वागत छ चुनावमा। यो सरकार एउटा स्थिरता र स्थायित्व कायम गर्न, देशमा सुशासन र विकासको बाटोलाई अगाडि बढाउन र समृद्ध नेपाल, सुखी नेपाली बनाउन, त्यस गन्तव्यतर्फ अगाडि बढाउनका लागि 84 सम्मका लागि सहमतिका साथ यो सरकार बनेको छ। तपाईहरू ढुक्क हुनुहोला। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, ढुक्क हुनुहोला। यो सरकार स्थिर स्थायित्व सहितको सरकार हो। भिजन सहितको कता जाने भन्ने यात्रा सहितको सरकार हो। संविधानको रक्षा, प्रणालीको रक्षा, संविधानको रक्षा सहित यो राम्ररी बुझेर बनेको सरकार हो। त्यही बाटोबाट यो सरकार अगाडि बढ्छ र यही सरकारले केही काम गर्छ। फ्लाइट टाइम भयो भन्ने जानकारी आयो मलाई। मैले योभन्दा अलिक छोटै बोल्ने विचार गरेको थिएँ। आज समय छैन भन्दा फेरि अर्को काम अलिकति गर्नुपर्ने छ एउटा। त्यसो भएर साथीहरू, यो सरकार एउटा स्थिरता र स्थायित्व सहितको विकासको मार्गमा अगाडि बढेको, सुशासनको मार्गमा अगाडि बढेको, यो कुनै स्टन्टबाजी गर्नका लागि स्टन्टबाजी गर्दैन। यसले काम गर्छ, काम गरेर देखाउँछ। त्यो सरकार अहिलेको सरकार हो। ढुक्कले अगाडि बढ्न आग्रह गर्न चाहन्छु र प्रधानमन्त्रीको हैसियतले यस प्रदेशको विकासका लागि म व्यक्तिगत तवरमा र केन्द्र सरकारको ध्यान गएको छ, ध्यान जानेछ र केन्द्र सरकार तपाईहरूको साथमा छ, पूर्ण रूपमा साथमा छ भन्ने विश्वास पनि म दिलाउन चाहन्छु। यो भूगोल मैले चिनेको छु। यस भूगोलका हरेक जिल्ला म गएको छु। हरेक जिल्लाका पनि धेरै भागहरू म पुगेको छु। त्यसो भएर प्रदेशका हरेक जिल्ला धेरैपल्ट गएको हुनाले कति गाउँमा पनि गएको छु। मुख्य गाउँहरू, मुख्य ठाउँहरू, सदरमुकाम त सबैको पुगेकै छु। त्यहाँ गएर मैले हेरेको मात्रै छैन, सुनेको पनि छु, सोधेको पनि छु, बुझेको पनि छु, टिपोट गरेको छु, नक्सा हेरेको छु, सम्भावना हेरेको छु, सबै हेरेको छु र मैले केही मात्रामा बुझेको छु। र मेरो साथ सहयोग साथीहरूसँग छ र म साथीहरूबाट त्यसै अनुसार साथ सहयोग अहिलेको सरकारलाई दिल खोलेर हुनेछ भन्ने विश्वास पनि राख्दछु। मलाई यस सभामा आमन्त्रण गरेर बोल्ने समय दिनुभयो, त्यसका लागि साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र सभामुखज्यूलाई विशेष धन्यवाद सहित आफ्नो भनाइ टुङ्ग्याउँछु र म यहाँहरूसँग बिदा हुन्छु। धन्यवाद।